अनि यो ठाउँमा चाहिँ एकदमै आउनु मन लाग्छ। मोस्ट अफ द टाइम नाम लिँदाखेरि पनि एकदमै जङ्गल जस्तो हुन्छ कि यो गर्नको लागि कस्तो मनमा आनन्द आउँछ, अर्कै खालको फिलिङ्स आउँछ। मेबी अलिकति केही समथिङ पावरफुल कुरा हुन्छ होला, त्यो नाम लिँदाखेरि नै एकदम दर्शन गर्न जान मन लाग्छ। त्यस्तो ठाउँ हो यो चाहिँ, पुरा हुन्छ अरे यहाँ चाहिँ। एकदमै एकदम भाकल गरेर पुरा भएर भाकलहरू धेरै भाकलहरू गर्ने अनि पुरा हुने एकदमै पावरफुलवाला एकदम एउटा बिलिफ छ। त्यही भएर चाहिँ धेरैजना पञ्चबलीहरू लिएर आउनुहुन्छ अनि भाकलहरू पुरा गर्नलाई चाहिँ बलि दिने सुरुन्डा लाग्छ। यसरी वर्कसिप गर्न आउनुहुन्छ, कति टाढा टाढाबाट पनि आउनुहुन्छ एकदमै। ल हामी मन्दिर चाहिँ आइसक्यौँ अनि यहाँ चाहिँ पञ्चबली पूजा हुँदैछ। Now we are ready for the puja. यो बाँस यसरी घुमेर अचम्मै तरिकाको, कस्तो अचम्मै तरिकाहरू। मम्मी यो अचम्मै खालको बाँस हेर्नु न, यस्तो पुरै घुमेर। म त यस्तो बाँस कहिले पनि देखेको थिएन। बेद भनेको चाहिँ यो हो अरे क्या, बाँस बेद। बेदको सामान। ए यस्तो पो रहेछ। फुटेन कसो फुट्छ? आज पञ्चमी भएर पनि कस्तो राम्रो भएको भएर हामीलाई पनि बोलाउनु भयो, राम्रै भयो पूजा। एकदम आनन्द महसुस भयो। केही पनि लागेको छैन, पानी पनि खाएको थिएन, एकदम खाएको छैनौँ। एकदम आनन्द, यहीँ बसौँ जस्तो भयो मलाई त। यहाँ घर पनि रहेछ, यहीँ बस्नु जस्तो भयो। कस्तो राम्रो होला। So relaxing and peaceful.
पोजिटिभ एनर्जी एब्जर्ब भयो त्यसै फिल भयो मलाई चाहिँ। बाजे खाना खानुभयो? के को खाने केही पढे होइन, अब गएर बनाएर बल्ल प्रसादी लिने हो। बिहान देख्नुबाट बल्ल फुर्सद पाइयो। फेरि उठाएर यसो प्रसाद लिएर आएपछि यो सबै सरसफाइ हजुर हामीलाई चाहिँ साँझसम्मलाई काम भित्रको सरसफाइ गर्ने, भगवान्लाई चोखो बनाउने है। हजुर अब गएर प्रसादी बनाउने, प्रसादी लिने मन्दिर चाहिँ राम सीता लक्ष्मण वनवास जाने क्रममा वनवासमा घुम्दै फिर्दै आउँदाखेरि यहाँ आइपुग्दाखेरि थकाइ लागेर विश्राम गर्ने बेलामा सीता मातालाई प्यास लाग्यो। पानीको प्यास लागिसकेपछि रामले आफ्नो धनु निकालेर धनुले चाहिँ बाण हानेर पानीको उत्पत्ति गराउनु भयो। त्यो जुन बाण चाहिँ रामको तीर गढेको तीर चाहिँ बढेर यो अहिले बेदबाँस, यो बेदबाँसले हान्नु भएको थियो। यो बेद अहिले लगभग 1000 हात लामो यो बेद छ, यता यो 3वटा गएको। अनि उहाँले सीता माताले पानी पिउनु भयो। त्यसपछि यो पानीलाई रमाले पिएको पानी, सीताको नाम रमा भएको भएर रमाले पिएको पानी भएर रमा पानी भयो। रमा पानीमा चाहिँ यहाँ रम्बा भगवती भनेर भगवतीको स्थापना गरेर यहाँका अन्य स्थानीयहरूले पूजाआजा गर्दै आउनु भएर यो मन्दिरको नाम रम्मादेवी मन्दिर रह्यो। त्यसपछि कालान्तरमा फेरि पछि यो अहिले जुन भएको शिला चाहिँ तपस्या गरेर उहाँलाई तपस्यामा चाहिँ बाणी यो भयो कि म रम्मादेवी चाहिँ म यस आसपासमा छु, तिम्रो आफ्नो तपस्या सिद्ध योग सिद्ध गर्न चाहन्छौ भने मेरो शिलालाई भेटाएर स्थापना गर भन्ने उहाँलाई बाणी भइसकेपछि उहाँले त्यो शिलालाई यताउता सबैपट्टि उत्खनन गर्दा पानीको मुहान नजिक शिला भेटाउनु भयो, जुन स्वर्ण शिला। सबैपट्टि जति चिरा परेको छ सबै ठाउँमा चाहिँ भित्रबाट सुनको धातु निस्किएको छ, सुन निस्किएको छ है। त स्वर्ण शिला अहिले रमादेवीको रूपमा चाहिँ उत्पत्ति शिलादेवी भनेर स्वर्ण शिलालाई पूजा हुन्छ। अर्को मूर्ति चाहिँ यहाँ खड्ग शमशेरले सुनको मूर्ति चढाउनु भएको थियो, पञ्चधातु पञ्चधातुको थियो। त्यसमा धेरै जसो चाहिँ सुनको मात्रा भएको मूर्ति थियो। त्यो मूर्ति चाहिँ चोरी भयो, 2036 सालमा चोरी भयो। त्यसपछि यो चाहिँ अहिले बनाएको फेरि 36 सालमा बनेको अर्को मूर्ति हो। हजुर यसमा चाहिँ अब नेपाल सरकारले 100औं धार्मिक गन्तव्य रम्मादेवी भगवतीलाई चाहिँ सबै रूपमा चाहिँ कम्बाइन्ड रूपमा रम्मादेवी भनेर चाहिँ समग्रमा चाहिँ पूजा हुन्छ। यहाँ रम्मादेवीलाई विशेष गरेर दृष्टि र ज्ञानको रूपमा पनि पूजा हुन्छ। जसले आँखा दुख्दा, आँखाको ज्योति गुम्दा, बक्के बोली नफुट्दा यहाँ रम्मादेवीमा आएर पूजा गरिसकेपछि आँखाको ज्योति पनि पुनः प्राप्त हुन्छ, आँखा दुखेका रोगहरू पनि सन्चो हुन्छ र बोली नफुटेकाहरूको पनि बोली फुट्छ भन्ने चलन छ। अनि यो लाउरेहरूले विशेष गरेर सुरक्षाको रूपमा हेर्दाखेरि रम्मादेवीको भक्कल गरिसकेपछि लडाइँमा गएर लडाइँबाट पनि दोस्रो विश्वयुद्धका जति लाउरेहरू बाँचे यो क्षेत्रका उनीहरू सबैले चाहिँ भक्कल गरेरै बाँचेका थिए भन्ने हिसाबले पनि यहाँ फेरि शक्तिपीठको रूपमा सबैपछि प्रचार प्रसार हुँदै गएर यहाँ चाहिँ थप महत्त्व बढ्दै आइरहेको छ। बिलिभ हजुर त्यस्तो रहेछ है। ल थ्याङ्क यू, धन्यवाद। अब फर्के मामी त साथीहरू भ्लग गर्न पनि आउँदैन, सिक्दैछु। रम्मादेवी माताले रक्षा गर्नु सबैजनालाई। यो रोड चाहिँ रम्मादेवीमा र भैरवस्थान मन्दिरमा, पाल्पाको भैरव मन्दिरमा चाहिँ यो रोड चढाउँछ। अनि त है सबैमा कस्तो अचम्म खालको क्रिएचर छ। अब भगवान् बस्ने ठाउँ भएर नि होला, इट्स डिफ्रेन्ट। मम्मी हजुरलाई एउटा कुरा थाहा छ? यहाँको के यो लाली गुराँसहरू फुल्यो भने, अब कुनै पनि फलहरू के फुल्यो भने यत्तिकै लिएर जानुहुन्न अरे के होइन? म आन्टीले भन्नु अरे कहाँ छ लाली गुराँस
फुल्यो ए सानो फुलेर रहेछ यहाँ यतिकै लिएर गयो भने चाहिँ केही न केही नराम्रो हुन्छ अरे त्यही भएर देवीसँग चाहिँ मागेर मात्र लिएर जानुपर्छ अरे भन्ने एउटा बिलिफ पनि छ मैले सुनेको यो चाहिँ लालीगुराँसको रुख रहेछ अनि अलिअलि फुलेछ सानो यो चाहिँ बुढो रुख भएर चाहिँ कम फुलेको भनेर भन्नुहुन्छ मेरो मम्मीले चाहिँ यस्तो छ यहाँ कति धेरै जडीबुटीहरूको रुखहरू छ होला अब हामी कसैलाई थाहा पनि छैन लालीगुराँसको अनि त्यसपछि काफलको कस्तो आनन्द के कस्तो आनन्द म त कसम यतै बस्नु जस्तो भइसक्यो यति फ्रेस गराउने यति मुड फ्रेस गराउने खालको ठाउँ भगवानहरू बस्ने नै यस्तो ठाउँमा त हो हजुर घरमै रोड बनाइदिएर आउँथ्यो अघि कि मम्मी यहाँ कस्तो बाघ कराएर जस्तो कराएको थियो नि अघि म त कस्तो डरायो नि हो कि मैले पनि कस्तो सुनेको थिएँ हो कि मैले पनि क्वार गरेको थियो कसम हो म त कति डराएँ उता अलि उता फोटो है यता त बाघ पनि होला यो जङ्गलमा हो म त कति डराएँ यता त बाघ पनि हिँड्छ जस्तो छ यस्तो घना जङ्गलमा कोही पनि छैन लास्ट भनेको मम्मी र म हामी आउँदाखेरि नै कति ढिलो भयो यहाँ पनि पुरा म्यानेजमेन्ट एकदम राम्रो भएछ कि धेरै कुराहरू चेन्ज भएछ मन्दिरमा अहिले धेरै फेसिलिटिजहरू रहेछ हिँड्ने बाटो पनि कस्तो अप्ठ्यारो थियो अहिले अलिकति सजिलो भएछ अनि रोडहरू पाउने पूजाको सामानहरू पाउने के गर्नुभयो कि मम्मीले सबै कुरा पाउने भएछ तर साँच्चै अघि नै चाहिँ बाघ कराएको थियो र कस्तो डराएँ होइन मम्मी भागे कराएको कि कस्तो डराएँ म भगवानको ठाउँमा त होला नि अब भागिन्छ भन्नुहुन्छ मम्मीले मलाई पनि सक्छ गाइज आज दर्शन आउन ल्याएर रहेछ आज पुरै म्यानेजमेन्ट कस्तो राम्रो पुरा त्यहाँ पिकनिक स्पट जस्तै बलि दिएर अनि मान्छेहरूले त्यो लिएर आउँछ नि त बलि चढाउँदाखेरि चाहिँ के भन्छ बोका के लिएर आउनुहुन्छ अनि उहाँहरूले चाहिँ यहाँ बनाएर चाहिँ त्यहाँ माथि पिकनिक स्पट जस्तो छ विथ भ्यू र टक्क बसेर खाएर पकाएर खाएर जाने गर्नुहुन्छ यहाँ जति पनि धर्म गर्न आउनुहुन्छ उहाँहरूले अहिले चाहिँ धेरै यसरी पुरा बनाएर यस्तो पिसफुल यस्तो वेदर पनि यस्तो बबाल छ आज Oh my god, I'm loving it.